नमस्कार। यदि बात दोष कसैमा छ र छिटोभन्दा छिटो यसलाई निराकरण गर्न चाहनुहुन्छ भने यो 40 वर्षभन्दा पहिले नै यसको निराकरण गर्न बहुत जरुरी हुन्छ। 40 पछि 50 पछि चाहिँ बात जुन दोष छ, बात दोष भएको मान्छेले 50 पछि चाहिँ यसलाई निवारण गर्छु, समाधान गर्छु र म चाहिँ यो मेरो पञ्चतत्त्वको शरीरलाई यो आकाश र वायु तत्त्व सन्तुलनमा ल्याउँछु भन्न निकै गाह्रो हुन्छ। किनभने जसलाई बात दोष छ अथवा जसको शरीरमा आकाश र वायु तत्त्व असन्तुलित छ, आवश्यकताभन्दा बढी छ, त्यो मान्छेहरू चाहिँ 40-45 मै एन्जाइटी वा डिप्रेसनमा जाने चान्सेस हुन्छ। धेरै स्ट्रेस आइसकेको हुन्छ यो पिरियडमा र यो 40 भित्रै अथवा 50 भित्रै यिनीहरू चाहिँ निवारण गर्न सक्नु भएन उहाँहरूले भने त्यसपछिको जीवन चाहिँ निकै कष्टकर हुने सम्भावना हुन्छ। धेरैजसो त बात दोष भएको मान्छेहरू 20-25 बाटै विभिन्न किसिमको चाहिँ पाचन क्रियासँग सम्बन्धित, स्लिपिङसँग सम्बन्धित समस्याहरू आइसकेको हुन्छ। तर 40 सम्म बिग्रिसकेको हुन्छ। 40 मा यदि सुधार गर्न सकिएन भने चाहिँ त्यसपछि चाहिँ निकै कठिन हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो जसको शरीर चाहिँ मेरो शरीर यस्तै हो, जति खाए पनि लाग्दैन, मोटाउँदिन भन्ने चाहिँ यो यस्तै होइन, त्यो बिग्रेर हो। तत्त्वको पञ्चतत्त्वमा 2टा तत्त्व बढी भएर हो। यसलाई चाहिँ समयमै निराकरण गर्न सक्यो भने चाहिँ हामी सन्तुलनमा ल्याउन सकिन्छ। हाइट अनुसार वेट ठिक्क शरीरको चाहिँ मोटोपना त्यही किसिमको अनि त्यसपछि शान्त मन त्यही किसिमको बनाउन सकिन्छ। यसको लागि के गर्ने भन्दाखेरि चाहिँ निकै आयुर्वेदले अथवा भनौँ म आफै पनि धेरै कुराहरू चाहिँ स्टडी गरेर यो कुराहरू चाहिँ लिएर आएको कारणले गर्दाखेरि चाहिँ यसमा मेरो ठुलो समयहरू लगानी गरिरहेको छु। यसले चाहिँ धेरै मान्छेलाई राहत दियोस् भन्ने मेरो उद्देश्य हो। त्योभन्दा धेरै उद्देश्य मेरो छँदै छैन। मेरो सामान्य प्रयासले कसैको जीवनमा केही परिवर्तन आयो, केही सरलता आयो भने त्यही कुरा हो। अब मलाई थाहा छ एक दिन जाने हो, यो संसार छोडेर जाने हो र मैले तयारी पनि गरिसकेको छु। अब कसरी जाने राम्रो तरिकाले यहाँबाट बिदा हुने भन्दा चाहिँ केही छोडेर जाने हो। सो आई एम जस्ट स्टार्टिङ गिभिङ समथिङ बिफोर लिभिङ। सो बिफोर लिभिङ गिभ समथिङ भन्ने यो चाहिँ श्रेष्ठ पुरुषहरूले, श्रेष्ठ आत्माहरूले पालना गर्ने कुरा हो। जाँदैछौँ थाहा छ, स्वीकारी पनि सक्यौँ। जान त जाने, कसरी जाने भन्दा चाहिँ अब लिएर जान त केही सकिँदैन, प्राणवायु मात्र निस्केर जाने हो। हामीले लाने भनेको त्यही हाम्रो प्राणवायु हो। त्यो प्राणवायु पनि गोरुङ्गो छ, धेरै कुरा बिग्रेको छ भने त त्यसलाई चाहिँ एउटा तहबाट माथि त पास हुँदैन। त्यहाँनिर चेक पोइन्ट हुन्छ। अपराधीहरूलाई एयरपोर्टबाट अरू देशमा चाहिँ जस्तो मानौँ अपराध गरेको मान्छेहरू छ, उसको चाहिँ अदालतमा केसहरू चलिरहेको छ भने बाहिर जान दिँदैन नि त। त्यही भएर हरेक मान्छे विदेश जाँदाखेरि के हुन्छ, पुलिस रिपोर्ट खोज्छ नि त एयरपोर्टमा। पुलिस रिपोर्ट किन खोज्छ भन्दा यो मान्छे चाहिँ अपराधी होइन, सबै काम राम्रो गरिरहेको छ, यसलाई चाहिँ जान दिँदा हुन्छ भन्ने आइहाल्छ। अनि त्यसपछि चाहिँ त्यो मान्छेहरू जान पाउँछ। पुलिस रिपोर्ट नपाएको मान्छे वैदेशिक भ्रमण अथवा वैदेशिक रोजगारमा जान पाउँदैन। ठ्याक्कै त्यस्तै एउटा चाहिँ नियमनकारी निकाय हुन्छ यो पृथ्वी र आकाशको बिचमा कतै। त्यो निकायको काम के हो भने त्यो प्राण ऊर्जालाई मात्रै आकाशमा विलिन हुन दिने जुन प्राण ऊर्जा चाहिँ उच्च कोटिको प्राण ऊर्जा हो। केही विकार गरेको छैन, उसको कर्म राम्रो छ, एकदम क्लियर छ, क्लिन छ। यो चाहिँ राम्रो आत्मा हो। राम्रो आत्माहरू मात्रै परमात्माको हेडक्वार्टरमा गएर बस्न पाउँछन्। त्यसले गर्दाखेरि चाहिँ आत्मा क्लिन राख्नुपर्ने हुन्छ। आत्मा क्लिन राख्नको लागि राम्रो कर्म गर्ने हो। मेरो प्रयास त्यही हो। अब मैले चाहिँ धेरै अगाडि नजाउँ, फेरि धेरै कुराहरू आउँछन्। अब तपाईँहरू यदि कसैमा बात
दोष छ जस्तो लागेको छ र यो विशेषताहरू मेरो जीवनमा मिल्छ जस्तो लागेको छ भने यो मेरोमा मिल्थ्यो। मेरोमा मेनली चाहिँ बाथ दोष थियो। म त्यसैको निवारणमा लागिरहेको छु। 50% भन्दा बढी सुधार भइसकेको छ। अझै 50% सुधार गर्ने प्रक्रियामा छु। यदि कसैमा बाथ दोष छ भने के गर्ने, अब कसरी यसलाई सन्तुलनमा ल्याउने, धेरै कुराहरू छ। त्यसमा मेनली म चाहिँ मेन कुराहरू भन्छु। 1 नम्बरमा चाहिँ प्राणायाम गर्ने। प्राणायाम भने के हो भनेको ब्रिथिङ एक्सरसाइज, अनुलोम विलोमहरू, लामो सास तान्ने, दाहिने नाकबाट लामो सास तान्ने, अलिबेर रोक्ने, देब्रेबाट फाल्ने। यदि जाडो मौसम छ भने, गर्मी मौसम छ भने बायाँ नाकबाट लामो सास तान्ने, पहिला रोक्ने अनि दायाँबाट फाल्ने। यसको पनि रेसियोहरू छ, यसको तरिका छ। यत्तिकै यस्तो यस्तो जस्तो पाइ तल्ले गर्ने होइन। यसको चाहिँ सिद्धान्तहरू छ, प्रोपर तरिकाहरू छ। त्यसले गर्दाखेरि चाहिँ गुरु चाहिने कारण त्यही हो। त्यसैले चाहिँ योसँग प्राणायामसँग सम्बन्धित योगा जानेको, प्राणायाम जानेको, ध्यान जानेको राम्रो एउटा गुरु चाहिँ खोजिहाल्नुहोस्। गएर गुरुको चरणमा परिहाल्नुहोस्। अरू दायाँ बायाँ नहेर्नुहोस्। यसो हेर्नु, यो गुरु चाहिँ मेरो जीवनमा परिवर्तन ल्याउने खालको छ, विश्वास गर्ने खालको छ भनेपछि अरू नसोच्ने, गएर चाहिँ टाउको लगेर खुट्टामा राखिहाल्ने। पहिला 1-2 वर्ष चेक गर्नुहोस् यो राम्रो हो कि होइन भनेर। यो राम्रै खालको ल उच्च कोटिकै गुरु हो भन्ने ढुक्क भइसकेपछि अरू नसोच्ने, गएर चाहिँ 1 मिनट 2 मिनटसम्म गुरुको खुट्टामा लगेर चाहिँ टाउको राखेपछि धेरै कुरा चाहिँ त्यो गुरुको ऊर्जाबाट आफै आउँछ। सत्य कुरा हो। 1 नम्बरमा चाहिँ प्राणायाम गर्ने र 2 नम्बरमा चाहिँ मन्त्र मेडिटेसन एकदम उपयोगी। मैले आफैले पालना गरेको यो 2टा कुरा धेरै सुधार गरेको छु। प्राणायाम 1 नम्बरमा, 2टा मन्त्र मेडिटेसन। मन्त्र मेडिटेसन कसरी गर्ने यो चाहिँ एकदम जटिल कुरा हो। यो पनि मन्त्रहरू सकेसम्म गुरुबाटै लिन राम्रो हुन्छ। नभए चाहिँ अहिले गुगलहरूमा, इन्टरनेटमा सबै मन्त्रहरू भेटिन्छन्। मैले चाहिँ एप्लाई गर्ने मन्त्रहरूको बारेमा छोटो जानकारी दिन्छु। सुरुमा चाहिँ गायत्री मन्त्र नै सबैभन्दा इम्पोर्टेन्ट हुन्छ। गायत्री मन्त्र नै किन भनेको ब्रह्माण्डको सबै कुराहरू गायत्री मन्त्रमा छ। गायत्री मन्त्रको बारेमा सामान्य जानकारी दिन्छु। गायत्री मन्त्रको सुरुमा छ ओम। ओम भनेको के हो? पञ्चतत्त्व ब्रह्माण्डको ओममै छ। ओममा चाहिँ अकार, उकार, मकार, नाद र बिन्दु। यो भनेको चाहिँ अकार भनेको पृथ्वी तत्त्व, उकार भने जल तत्त्व, मकार भने अग्नि तत्त्व, नाद भने वायु तत्त्व, बिन्दु भनेको आकाश तत्त्व। यो बुझ्न जरुरी छ। यो ओममा सम्पूर्ण यो ओमको बारेमा मात्रै मैले चाहिँ लगभग 2 देखि 3 घण्टा चाहिँ यसको बारेमा चर्चा गर्न सक्छु। यो पछि गरौँला। ओम मात्रै उच्चारण गरे पनि हुन्छ मन्त्र मेडिटेसनमा। भूर्भुवस्सुः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। यो गायत्री मन्त्रको मिनिङ अथवा यसको अर्थ मात्रै म एउटा भिडियोमा बनाउने कोसिस गर्नेछु। गायत्री मन्त्र ट्राई गर्नुहोस्। सकेसम्म कुनै गुरुबाट दीक्षा जस्तो रूपमा लिएर चाहिँ सुरु गर्नुहोस्। त्यसपछि चाहिँ अरू धेरै छ। यो चाहिँ ओम त्र्यम्बकम यजामहे सुगन्धिम पुष्टिवर्धनम उर्वारुकमिव बन्धनान् मृत्युर्मोक्षयमामृतात्। महामृत्युञ्जय मन्त्र यो बहुत प्रभावकारी छ। यसबाट जाँदा पनि हुन्छ। ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सूतो बुधस्स गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रह शान्ति करा भवन्तु। यो झनै महत्त्वपूर्ण छ। यसले चाहिँ हाम्रो 9वटै ग्रह शान्त पनि गर्न मद्दत गर्छ। हाम्रो चाहिँ यो वायु र आकाश तत्त्वलाई सन्तुलित गर्न पनि महत्त्वपूर्ण योगदान दिन्छ। हनुमान चालिसातिरबाट गए पनि हुन्छ। हनुमान चालिसा यति पावरफुल छ। हनुमान चालिसा जप्ने प्रयास गर्नुहोस्। सकेसम्म यसलाई मेमोराइज गर्ने र एउटा रिदममा चाहिँ जप्ने प्रयास गर्नुहोस्। यो शिवजीको जटाटुबी गलज्जल प्रवाह पावितस्थली गलेवलम्बे लम्बिताम भुजङ्ग तुङ्ग मालिकाम। यसलाई पनि तपाईँले चाहिँ सकेसम्म मेमोराइज गरेर स्मरण गरेर यसलाई रिदममा गाउन सक्नुभयो भने त शिवजीसँग डाइरेक्ट कनेक्सन हुन्छ। यो मेरो अनुभव हो। यति रमाइलो हुन्छ। त्यसपछि त अब जिन्दगीमा अब अरू केही बाँकी रहँदैन। त्यो जन्मको
मानव भएर जन्मिनुको अर्थको सार्थकता त्यही प्राप्त हुन्छ। 10 मिनट भएछ, अर्को भिडियोमा कुरा गरौँला।